गुड मर्निङ गाइज। आजको सङ्ग चाहिँ हाम्रो आमा र दिदीमाथि डेडिकेटेड छ, किनकि उनीहरूले कहिले पनि आफ्नो लाइफको डिसिजन उनीहरूले आफैले लिनु पाएन, त्यही भएर इभन तिनीहरूको म्यारेज पनि उनीहरूको हातमा थिएन। सो आकाश छुने तिम्रो पनि कति होला, एक्लै बस्दा आँसु नयनबाट झर्दा पीडा हुन्छ। तिम्रो मन दुख्यो होला, दुखाउनेलाई के थाहा, कति सपना बग्यो होला, नदेख्नेलाई के थाहा। तिम्रो मन दुख्यो होला, दुखाउनेलाई के थाहा, कति सपना बग्यो होला, नदेख्नेलाई के थाहा। को छ र तिमीलाई आज बुझिदिने, तिम्रो मनका कुरा सबै सोधिदिने।